हेलो गाइस, हेर्नुहोस् अब याङदेखि ओह्रालो जाँदैछौँ खोलापट्टि प्लान्टपट्टि सामान लिएर रेलगाडी डाउन एकदम डाउन छ। एक नम्बरमा आयो, एक नम्बर दुई नम्बर मात्रै हो। अब चाहिँ त्यहाँदेखि बेसी हालेर हिँड्नु सक्दैन, बाटो अप्ठ्यारो छ। अन्त अब ड्राइभरको लाइफ हो, यस्तै हो, काम गर्नैपर्छ, आफ्नो जिम्मे पाल्नैपर्छ, फ्यामिलीको लागि काम गर्नैपर्छ। अरूका त त्यही हो, जानेन, पढ्ने बेलामा पढेनौँ। बाउले त पढ भन्यो, तर के गर्नु, आफू गाडीको पछाडि डुल्यो। ड्राइभर हुनु पर्ने, ड्राइभर हुनु थियो, त्यही भएर ड्राइभर भयो। अब रहरले होइन, अहिले त करले पो। पहिला चाहिँ रहरले कुदाउँथ्यौँ, रहरले गाडी कुदायो, अहिले चाहिँ करले कुदाउनुपर्छ। फ्यामिलीको लागि आफ्नो एक्लो लाइफ होइन, फ्यामिलीको लाइफ छ, फ्यामिली छ, फ्यामिलीलाई हेर्नै पर्दैछ, त्यही भएर गाडी कुदाउनै पर्छ। यस्तै छ जिन्दगी, कहिले उकालो त कहिले ओह्रालो, कहिले कहिलेसम्म, कहिले सिलगढी, यस्तै छ जिन्दगी। नगर्ने काम गरिहाल्यो, बसेको काम सिकिहाल्यो। उहिले त हाम्रो इज्जत थियो, अहिले त ड्राइभरको भन्दा बरु कुकुरको इज्जत होला, ड्राइभरको इज्जत है साथीहरू। तपाईँलाई कस्तो के लाग्छ, लाइक सेयर कमेन्ट गर्नुहोस्।